यो हो जरासन्धले राज गरेको ठाउँ। प्रिय श्रोता मित्रहरू, नमस्कार। आज म तपाईहरूलाई इतिहास र लोककथाको सङ्गममा उभिएको सुदूरपश्चिम नेपालको डोटी जिल्लामा पर्ने जोरायल क्षेत्रसँग जोडिएको एक रहस्यमय र रोचक कथा सुनाउन गइरहेको छु। यो कथा हो महाभारतकालीन शक्तिशाली राजा जरासन्धको, जो भनिन्छ एक समय यहाँ यही जोरायलमा आएर राज गरेका थिए। जोरायल पहाडले घेरिएको, घना जङ्गलले सजिएको, नदी खोलाले जीवन दिएको र इतिहासका थुप्रै कथा लुकाएर बसेको एक पवित्र भूभाग। आज हामीले देख्ने शान्त जोरायल एक समय युद्ध, शासन र शक्तिको केन्द्र थियो भन्ने विश्वास स्थानीय जनतामा अझै जीवित छ। बुढापाकाहरू भन्छन् यो माटोमा राजाहरूका पाइलाको छाप छ र तीमध्ये सबैभन्दा शक्तिशाली नाम हो जरासन्ध। महाभारतमा वर्णित मगधका महान राजा, असाध्यै शक्तिशाली, रणकौशलमा निपुण र आफ्नो साम्राज्य विस्तार गर्न कहिल्यै नहिचकिचाउने शासक। कथाअनुसार उनको शरीर नै दुई टुक्रा भएर जन्मिएको थियो र एक जादुई शक्तिद्वारा जोडिएपछि उनी अतुलनीय बलका धनी बने। त्यही शक्तिको घमण्ड होइन, तर साम्राज्य विस्तारको चाहनाले उनलाई उत्तर, दक्षिण, पूर्व र पश्चिम सबैतर्फ यात्रा गरायो। जरासन्धको जोरायल यात्रा र शासन। जरासन्ध आफ्नो सेना लिएर पश्चिमतर्फ लागे। घना जङ्गल पार गर्दै, उच्च पहाड चढ्दै, नदी नाग्दै उनको यात्रा आजको सुदूरपश्चिमसम्म आइपुग्यो। त्यतिबेला जोरायल क्षेत्र रणनीतिक हिसाबले अत्यन्त महत्त्वपूर्ण थियो। उच्च पहाड, प्राकृतिक किल्ला र सुरक्षित वासस्थान। जरासन्धलाई यो ठाउँ मन पर्यो। उनले यहाँ आफ्नो शासन जमाउने निर्णय गरे। जरासन्धले जोरायलमा किल्ला निर्माण गराए। ढुङ्गामाथि ढुङ्गा राखेर बनेका ती संरचनाहरू आज भग्नावशेषका रूपमा केही ठाउँमा देखिने गर्छन्। जरासन्ध केवल क्रूर शासक मात्र थिएनन्, उनी अनुशासन प्रिय थिए। कानुन तोड्नेलाई सजाय र नियम मान्नेलाई सुरक्षा दिन्थे। जोरायलका मानिसहरू भन्छन् त्यो समयमा राति ढिलोसम्म किल्लाबाट आगो बल्थ्यो, ढोल र नगाडाको आवाज सुनिन्थ्यो। कतिपय ढुङ्गा, कतिपय डाँडाखोला आज पनि जरासन्धको ढुङ्गा, जरासन्धको किल्ला भनेर चिनिन्छन्। बुढापाकाहरू अझै भन्छन् कुनै रात चन्द्रमाको उज्यालोमा हावासँगै घोडाको टाप र हतियारको झन्कार सुन्न सकिन्छ। शासनको अन्त्य, तर शक्ति सधैँ स्थायी हुँदैन। महाभारतको युद्ध नजिकिँदै गयो। जरासन्ध कृष्ण र पाण्डवहरूका शत्रु बने। उनको शक्ति घट्दै गयो र अन्ततः भीमसेनसँगको युद्धमा उनको अन्त्य भयो। त्यसपछि जोरायलमा रहेको उनको शासन पनि इतिहासको गर्भमा हरायो। हामीसँग यस कथालाई पुष्टि गर्ने ठोस लिखित प्रमाण छैन। इतिहासकारहरू भन्छन् जरासन्धको शासन मुख्यतः मगध क्षेत्रमा सीमित थियो, तर लोककथाले भन्छ इतिहास केवल किताबमा मात्र हुँदैन, मानिसको स्मृतिमा पनि बाँच्छ। जोरायलका यी कथाहरू त्यही स्मृतिको आवाज हुन्। मध्यकालीन समयमा जोरायल क्षेत्र शक्तिशाली डोटी राज्य अन्तर्गत पर्दथ्यो। डोटी राज्य खसमल्ल वंशद्वारा शासित थियो, जसले सुदूरपश्चिम क्षेत्रमा लामो समयसम्म शासन गर्यो। यस क्षेत्रका जनताको जीवनशैलीमा धर्म अर्थात् नैतिक मूल्य र सनातन धर्मको गहिरो प्रभाव पाइन्छ। जोरायलको भौगोलिक अवस्था पहाडी र दुर्गम भएकाले यसले प्राकृतिक किल्लाको काम गर्थ्यो। यही कारण डोटी राज्यका लागि जोरायल सुरक्षा र प्रशासनिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र मानिन्थ्यो। यहाँका प्राचीन कथाहरूमा जरासन्ध जस्ता पौराणिक योद्धा वा शासकहरूको चर्चा कम भए पनि स्थानीय वीरगाथा र शक्ति प्रदर्शनको महत्त्व सधैँ उच्च रह्यो। जोरायल नामको उत्पत्तिबारे लिखित प्रमाण कम छन्, तर मौखिक परम्परा अनुसार जोर अर्थात् साहस र बल र याल अर्थात् बसोबास स्थलबाट यो नाम रहन गएको मानिन्छ। यसको शाब्दिक अर्थलाई धर्मको पालना गर्ने बलियो भूमि मान्न सकिन्छ। यस क्षेत्रमा खस आर्य समुदायको प्राचीन बसोबास रहेको पाइन्छ। कृषि, पशुपालन र सामूहिक श्रम यहाँको मुख्य जीवनशैली थियो। धर्म कर्ममा आधारित जीवनशैली, देउडा संस्कृति, स्थानीय मेला पर्व र परम्परागत विश्वासहरूले जोरायलको सामाजिक पहिचान बनाएका छन्। नेपाल एकीकरणपछि डोटी राज्य गोरखा राज्यमा समाहित भयो र जोरायल आधुनिक नेपाल अन्तर्गत डोटी जिल्लाको एक महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास भयो। आज जोरायल इतिहास, संस्कृति र आत्मसम्मानले भरिएको भूमि हो, जहाँ साहस, एकता र परिश्रमलाई धर्मको मूल आधार मानिन्छ।
यो कथा केवल राजा जरासन्धको कथा होइन, यो जोरायलको पहिचान हो। यसले हामीलाई भन्छ हाम्रो माटो, हाम्रो भूगोल, हाम्रो संस्कृति सधैँ इतिहाससँग जोडिएको छ। प्रिय श्रोता मित्रहरू, जोरायलमा जरासन्धले राज गरेको कथा हुनसक्छ पूर्ण ऐतिहासिक सत्य नहोला, तर यो कथा हाम्रो लोक संस्कृतिको अमूल्य निधि हो। यस्ता कथाहरू जोगाउनु, सुन्नु र सुनाउनु हाम्रो दायित्व हो। आजको कथा वाचन यही समाप्त हुन्छ। यदि तपाईँलाई यस्ता लोककथा, इतिहास र संस्कृतिसँग जोडिएका अडियो कथाहरू मन पर्छन् भने सुन्दै रहनुहोस्। मलाई सुन्नुभएकोमा धन्यवाद।